मलाई स्याङपान कुपरी गाउँपालिका 4 हाल कमलामाई नगरपालिका 4 गोराखी। तपाईँ चाहिँ मृतक सुशीलाको भाउजू। बहिनीले भनौँ न, बहिनीको हिजो यस्तो घटना भएको रहेछ। हुन त यस्तो घटनाहरू त पहिला योभन्दा धेरै वर्ष अगाडिदेखि नै भइराखेको थियो। हुँदा हुँदै अब हामीले त फेरि आफन्त हो भनेर उ गरिराखे, आफन्तभित्र किन गर्नु, त्यो त नराम्रो नगर्ने भनेर भनिरहेको थियो। अब आफन्तभित्र चाहिँ कस्तो साइनो हो आमा माइजू, आफ्नै फुपू मामा। ए तपाईँहरूकोमा बिहेबारी चल्छ? मान्छेलाई चल्छ गएर मामाको छोरालाई फुपू छोरी ल्याएको, त्यहाँ ल्याएर बिहे गरेर बिहे भएर 7 वर्षसम्म बच्चा भएन। नभएपछि त त्यसलाई त यातना दियो। 13 बच्चा नहुने त बाजी पशु भएर काट्न मिल्थ्यो, बेच्न मिल्थे, त घरबाट निकेर जा, यहाँ नबस भनेर नाना थरी कुरा आयो। माइतीमा पनि सुनायो, बिचरा त्यो बर्खा साउनको भेलमा आयो। हामीले पनि थाहा थिएन, आएछ। बाटोमा भेट्ने मान्छेले भने तिम्रो छोरी त यसरी आएछ, हामीले खोला पारिदिएको छौँ, घर आइपुगेन भनेर कल गराएछ। त्यहाँ त्यसो गरेर ऊ चाहिँ हामीले तल गएर कुरा गरेर लु अब ज्वाइँ पनि हामीले लान्छौँ साथैमा, छोरी पनि घरमै लान्छ साथै, छोरी ज्वाइँसँगै लगेर हामीले औषधि गरिदिन्छौँ। अब के गरेर हुन्छ, मेडिकल हुन्छ कि धामी झाँक्री लामो के लाएर हुन्छ, औषधि गर्छु। त्यहाँदेखि भयो भने चाहिँ अब त्यही अनुसार गराउँला नै भनेर हामीले त्यो शर्तमा माइतीमा ल्याएर राख्यो। माइती ल्याएर राखेपछि भयो गरगान भनौँ न। अब भयो भएपछि कति 7 वर्ष पछाडि बच्चा 3टा भयो। तिमीलाई छ बच्चा, तिमीलाई बच्चा छ बिचरा। अलिक औषधि गरेपछि बच्चा भयो। हजुर, यहाँ माइत राखेर औषधि गरेर भनौँ न। अब के गरेर भयो, धान पनि लायो, डक्टर पनि लायो, सबै लायो। अब चाहिँ केबाट भयो त्यत्रो भएर नि उसलाई त्यो बच्चा आएर अनि त्यहाँ यहाँ सिन्धुलीमा, पहिला त बागमती थियो सरलाई, यहाँ सिन्धुलीमा सरलाई रौतडै हो त्यहाँ यहाँ अहिले हाल सिन्धुली थियो। त्यो बच्चा भएको थियो सिन्धुली पछि त्यो बच्चा उसको लागि काठमाडौँ लगेपछि काठमाडौँ अपरेसन भयो। बच्चाको अपरेसन भएर बच्चा पाएपछि यहाँ राखेँ। अब 2-4 महिना 6 महिनासम्म त राम्रै भइरहेको थियो, उसको राम्रो भइरहेको थियो। त्यहाँदेखि त त्यो नन्द भन्नेले कुरा आयो कि यो बच्चा तिमीले पाएको होइन, तिमी केलाई बसेको, तिमी छौ, तिमीले के गर्नु पर्दैन, दुध खुवाउनु पर्दैन, किन बस्नु पर्यो भनेर कुरा आइरहेको थियो। अब उसले त भन्छ नि, अब ऊ पनि त फेरि बिहे गरेर माइतीमा डिभोर्स गरेर बसेको, बच्चा पनि छ उसको। अनि हो छोडिदियो। फेरि मेरो सासु ससुराले नि अब आफ्नै आफन्त हो, किन नराम्रो गर्नु। अब भइगयो नि त, ससुरा फेरि अपाङ्ग हुन्छ, प्यारालाइसिस हुन्छ। अब के गर्नु, अब अपाङ्गको त अलि उनी हुन्छ, फेरि मामा त अलिकति मामाले अलि उनी हुन्छ, छोडिदिनु भनेर पठाइदिनु भयो। पठाएपछि त अनि त्यहाँ भयो त्यो कुरा। अब त्यो बच्चा पछाडि भयो, अनि त्यहाँ फेरि भदौमा हो फेरि त्यतिखेर त्योभन्दा अगाडि नै होला। त्यतिखेर त ज्वाइँ पनि हुनुहुन्थ्यो, मोबाइलले टाउकोमा हानेर यहाँ फुटाएर पठाइदिन्छ। ज्वाइँले हुनुहुन्थ्यो त्यतिखेर त विदेश जानुभएको थिएन। 3टा बच्चा थियो, 3टा बच्चा भर्खर हुर्किँदै थियो, सानो थियो। त्यहाँ फुटाएर पठायो। त्यतिखेर नि हामी कुरा गऱ्यौँ, त्यतिखेर त्यति ऊ भएन। अब कुरा गर्न त गऱ्यो, त्यति ऊ त भएन। हामी घर परिवार सल्लाह भएर फर्काएर पठाइदिए। त्यति गरेर सल्लाह गरेर पठाइदिए। पछि फेरि वर्ष दिन पछाडि फेरि यही कुरा भयो। अनि त्यहाँबाट फेरि सासु बहिनीलाई हानिदिएछ, झटाएर हानेर, कुर्सीले भने केले हानेर यस्तोमा निलडाम कराउमा सासूले हानिदिएछ। सासूले हानेर ऊ यस्तोमा निलडाम यति लामै थियो, अनि उयो पछाडि पनि थियो। त्यतिखेर फेरि हामीलाई त्यो डाइरेक्ट भन्यो नि त्यसले। त्यतिखेर त रात परिसक्यो। कुकु घरमा बसेर भोलिपल्ट पुगिसक्यो माइतीमा पुगेपछि। अनि त्यहाँ त्यो कुरा गर्दाखेरि त्यतिखेर चाहिँ ससुराली जानुभएको थियो। हामी त्यतिखेर चाहिँ विवसाय गर्छु, अब त्यसलाई पठाउनु भन्दाखेरि होइन, मेरो नातिनी नाताहरू सबै बालकै छन्, अहिलेको लागि चाहिँ म लान्छु मेरो बुहारीलाई, यो त केही पनि होइन, यो सामान्य कुरा हो भन्नुभयो। अनि त्यहाँ को चाहिँ गएको लिनलाई त्यो बेला? ससुरा जानुभएको थियो, डायलाइसिस हुन्थ्यो त्यतिखेर नि, सबै हुनुहुन्थ्यो। अनि हो न त, अब मामा हो, दुधे मामा। अब मामाले भन्छ मामा कुरा मान्नु सुन्नुपर्छ भने फेरि मेरो सासु ससुरा आफ्नै त हो नि। अनि त्यहाँ कुरा गरेर सासूले मिलाएर त्यतिकै मिलाएर पठाउनु भयो। मैले अनि त्यहाँ हुँदैन, यसो गरेर हुँदैन। अब बारम्बार यस्तो छिपिरहेको छ उसले। अब चेली हो,
अब उसलाई मात्रै उ गरेर होइन नि हाम्रो पनि हामी पनि बुझ्नुपर्छ नि छोरीचेलीको पीडा त हामीले पनि त्यस्तो खेपिरहेछ भनेपछि त्यसलाई कति पीडा भयो होला भनेर मैले भने अब यहाँ चौकमै रिपोर्ट दिने उता सिन्धुलीमा दिने भन्दाखेरि मान्नु भएन बुवाले नै होइन अब आफ्नोमा किनको गर्नु भयो भने त यो सामान्य नै भएपछि त सामान्य त्यत्रो भएपछि सामान्य भनेर छोडिदिनु भयो त्यहाँदेखि चाहिँ त्यसले माइतमा कुरा सेयर गर्न छोडेछ क्या उसको पनि मन मर्यो क्या अरे कि अब त्यहाँदेखि मनमा चाहिँ भनेन अब जति पीडा भयो नि घरमा बसिरह्यो अनि अस्ति हिजो यस्तो भएको भन्दा अब 4 बजे 4:30 बजे घरमा भयो त्योभन्दा अगाडि हामी 1 बजे मेरो घरमा रहेछ हामी पानी लिन गएको थिएँ पानी लिएर आउँदाखेरि मेरै घरमा रहेछ म पनि त्यही नजिकै हो म पनि अलि बैशाखमा आउँछ बैशाखमा यहाँ घरतिर यहाँ बसिरहेको थियो त्यहाँ रहेछ अनि त्यहाँ कुरा गरेँ मैले यो कुरा पनि सुनेको थिएन बहिनी दिदी पनि सँगै हिँड्थ्यो अब बोर्डिङ बच्चा पनि सँगै हालेको थियो अनि त्यहाँ त्यो बच्चा लिन जाँदाखेरि देखान भनेको रे मलाई त मिनाले यसो भनेको छ बहिनी भने तपाईको बहिनीलाई मेरै नन्द थियो दिदी बहिनी नि छ ए हजुर यहाँ सँगै छ नन्द पनि ए भनेको तपाईको नन्द तपाईसँगै हुनुहुन्छ निताको बहिनी पनि थियो ए हजुर अनि मलाई त मिनाले कि त मार्छु तिमी कि त जाऊ निक्लेर जाऊ कि त मारिदिनु तिमीलाई नभए त तिमीले यहाँ बस्यो भने तिम्रो काल आयो भनेर जान भनेर भनेको छ के हो भनेर बहिनीले भनेछ बहिनीले पनि मलाई नभनेको त्यो कुरा फेरि तत्काल त्यसो भनेको भने मैले त कुरा त समात्थेँ नि त नि अनि त्यहाँ यसै नराम्रो त्यसै नराम्रो आफ्नो चेलीको ऊ त आफूले बुझ्नु पर्यो नि त आफूलाई पर्यो नि त्यस्तै हो अरूलाई पर्यो नि त्यस्तै हो भनेर कुरा गरेँ अनि त्यहाँ मैले दिउँसो फोन गरेँ फोन गर्दा मैले उसँग मोबाइल छैन अनि त्यहाँ सासू चाहिँलाई फोन गरेँ अनि त्यहाँ बहिनीलाई पठाइदिएन भने किन कुरा छ त्यही मको अरे छैन हामी अब खाजा खानै भेट्दा दाइ चाहिँ आएको छ भनेर भन्यो अनि त्यहाँ अनि त्यहाँ पठाइदिन भने आएन अब भन्नुभयो कि भएन त्यो आएन अनि त्यहाँ नआएपछि हामी पानी लिन गयो पानी लिएर आएपछि ऊ घरमै रहेछ अनि त्यहाँ हामी अनि त्यहाँ मैले कुरा सम्हालेँ उसलाई अनि त्यहाँ तिमीलाई मैले यसै गरेर फोन गर्दा चाहिँ आएन होइन अनि त्यो पानी लिन गएको रहेछ लु भन मैले त यही कुरा सुनेको छ हो कि होइन भनेर भनेको त खोइ भनेकै भन्न खोजेन कि उसले अब माइतीले बारम्बार माइतीले सुनाएर बसेपछि माइतीले त्यो अब स्वीकार तिमी चुप्लाएर बस भने त्यसले त अब भन्ने उनी आएन अनि त्यहाँ आँटै आएन नि त नि अब माइतीले सुनाए पनि माइतीले त्यो गर्दैन मलाई भन्ने सोच भयो क्या अरे क्या अनि त्यहाँ मलाई त बल्ल बल्ल भने मलाई मामाले कि त मारिदिन्छु कि त तिमी जाऊ पैसा पनि दिन्छु भनेको छ भन्ने कुरा गरे अनि त्यहाँ मामा भनेको उहाँको ससुराले तिमी कि त जाऊ कि त मारिदिन्छु गएन भने मारिदिन्छु पैसा दिन्छु गरे जाऊ गएको राम्रो हुन्छ भनेको अरे त्यसो भनेको अरे अनि नन्दल पनि त तिमी जाऊ निक्लेर जाऊ नभए यहाँ बस्यो भने तेरो काल आयो भनेर जाने पनि हुन्छ भनेर भनेको अरे अनि त्यति भनेपछि त्यो अरू कुरा त आएन अनि किन यस्तो भएको त भनेर खोइ मलाई त यसो भन्ने छ जहिले यस्तै भन्छ यो बच्चा तेरो होइन मेरो दाइको होइन तिमीले कसको गरेर पाएको यहाँ आएर भनेर भनेको रहेछ त्यति कुरा अब फेरि टुङ्गाले भइगयो अब किन यसो गरेको रहेछ त हिजोदेखि नभनेको भनेर भने अनि त्यहाँ हामीले खाजा खायो खाजा भोग लाग्यो खाजा खाने अन्त के खान्छ भनेको चाउमिन खाने अरे अनि चाउमिन खाने भए अब होटलमा त छैन आधै अब छिटो छ अब सुप बनाएर उ गरेर बनाएर खान्छु भनेर ल्याएर घरमै पकाएर हामी 4जना त्यो चाउमिन पकाएर खाएर निक्लिएको सँगै 1 बजे हामी पानी लिएर आयो अनि 1 बजेको पछाडि हामी त्यो कुरा गऱ्यौँ अनि खाजासाजा खाएर 3 बजे 3:05 निक्लेको मेरो घरबाट 3:05 दिदी बहिनी नै निक्लेको ऊ मरेको जेठी मेरो घरमा बसेको कान्छी छ दिदी बहिनी नै बच्चा लिन भनेर निक्लेको बच्चा लिन निक्लेपछि बच्चा ल्याएर खाजा खाएर 3 बजी छुट्टी भएर खाजा खाएर बाबु त्यो नानी बाबु 3जना किन्नेलाई बोर्डिङ पठाएर भाँडा माझेर भित्र पस्ने बेलामा त्यो पेट्रोल अब अगाडिदेखि ल्याइरहेको छ ऊ त्यही नजिकै पसलबाट लगेर राखेको छ उनीहरूले अगाडि नै योजना गराएर छ गर्न चाहिँ हामीलाई थाहा भएन अब योजना रहेछ तिनीहरूको 2टा जम्बो पेट्रोल ल्याएर राखेर रहेछ त्यहाँ रहेछ रे ल्याएको नि अब प्रमाणित भयो अब त्यो पनि यहीँ राखेको छ समातेर अनि त्यहाँ समातेर राखेर भने पेट्रोल ल्याएर राखेछ पेट्रोल अनि त्यहाँ त्यसले त केही भन्न पाएन नि त्यतिखेर अनि त्यहाँ 3 बजे पश्चात त्यस्तो भएपछि त 3:30 भयो 4 बजीतिर 3:30 भन 3:30 बजे अब त्यसलाई अब सुन्नु त सुनेको थियो कसले भनेको बाहिरीको कुरा त अब के सबै त सत्य नहोला कुनैले भनेको अब दबाई नै खुवाएको थियो अरे त्यो बिहोस हुने दबाई खुवाएको थियो अरे भन्ने सुनेर त्यो चाहिँ हो कि होइन त्यो त अब हामीले भएन अब आफूले प्रत्यक्ष नदेखेपछि के भन्नु
प्रत्यक्ष देखेको हो कुरा चाहिँ पेट्रोल ल्याएपछि त अब उनीहरूले समात्ने आगो लगाइदिने ढोका भित्र राखेर आगो लगाइदिएर बन्द गरेर बाहिर राख्ने त्यो सबै प्रमाणित भइसक्यो। अब यहाँ प्रत्यक्षदर्शी पनि हुनुहुन्छ, देख्नेहरू पनि हुनुहुन्छ। देख्नेहरू भन्नाले के अरे चेन गेट चाहिँ मिलाएर छ तल एडमा, बाहिर भन्नाले भित्र दुईटा चाहिँ बाहिर एउटा भित्र बिचमा छ, त्यो बिचको चाहिँ चाबी लगाइरहेको छ। अनि त्यहाँ बिचरा 4 बजे छुट्टी भएर आउँदै त्यो बोर्डिङको बच्चाहरू 3टा रहेछ भर्खर त यो के 14-15 रहेछ भन 3जना रहेछ। लु त यहाँ त के भयो बच्चा भन्ने छ, के भयो जाउनु भनेर आउँदाखेरि त चेन गेट लगाइरहेको रहेछ। 2जना आमा बहिनी बसिरहेको रहेछ, त्यो घर्याङको त्यसमा बसिरहेको रहेछ अरे। अनि त्यहाँ लात्ती 3जनाले हानेर 3 चोटिसम्म हानेर सकेन अरे गेट उयो गर्नलाई, उकाल्न सकेन अरे। अनि त्यहाँ तिनीहरू आफैले खोल्यो अरे, आमा चाहिँ खोल्यो अरे। अनि त्यहाँ माथि गएर उकाल्दाखेरि त पेट्रोल एउटा बोलिरहेको रहेछ अरे त्यहाँ उसमा सिँढीमा। अनि त्यहाँ खुट्टा हानेर त्यसको जुत्ता, त्यो भाइको जुत्ता पनि डढेको थियो है, जुत्ता डढेको छ भनिरहेको पनि। अनि त्यहाँ माथि जाँदाखेरि त मान्छे त ढलिसकेको रहेछ, बाहिर भित्रबाट बाहिर निक्लिएर उता त्यहाँ चाहिँ बचा भन्न गएर ढलेर गइसकेको छ मान्छे, हामी पनि भेट्यौँ। अनि तपाईँहरूले चाहिँ कति बजे थाहा पाउनु भयो यो घटना? 4:30 बजे। के गरी थाहा पाउनु भयो? हामीलाई थाहा छैन, हामीलाई खबर पनि छैन। अब ती हामी त नजिकै छैन, अल्लो घर पल्लो घर थियो हामी, म पनि अब त्यत्रो। अब मसँग 3 बजे निक्लेको मान्छे 4:30 बजे यस्तो हुन्छ भने मसँगबाट 3 बजे छुटेको, बहिनी चाहिँसँग छुटेर 20 मिनटमा यस्तो भयो। बहिनी पनि सँग थियो, मेरो नन्दा कान्छी दिदी पनि जेठी मसँग बहिनी कान्छी थियो, सँगै बच्चा बोर्डिङ ट्युसनमा राखेर फर्किँदाखेरि 20 मिनटको फरकमा यस्तो भएको। म त भाडा मल्छु भनेर त्यो बस्यो। अनि कान्छी चाहिँ बहिनी चाहिँ सरासर घर आएर त्यो बसेको पनि थिएन, मोबाइल हेर्न लाग्थ्यो। अनि त्यहाँ हल्ला सुन्यो, करेन्ट लाएर त्यहाँ त कुनै चाहिँ करेन्ट लाएर कुखुरा मरेर भन्ने सुन्यो पहिला त मैले। अन्त पहिले भने ग्यास पड्केर मान्छे भएर बिहोस भएर भन्नु, अब कहाँ के भयो त भनेर हामी त्यो सोचेको नि थिएन, के भयो त भनेर हेर्न आउँदाखेरि त त्यो पुरै छैन, मान्छे पनि छैन घरमा त्यो सती उनीहरू कोही पनि थिएन। त्यो मर्ने मृतक मेरो बहिनी एउटा ढलिराखेको थियो, बाहिरको मान्छे अरू कोही भेट्नु भएन। बाहिर हेर ससुर बाउलाई डढ्या रहेछ। अब त्यो के कारणले डढ्यो, अब अरूलाई उ गर्दाखेरि डढ्यो कि अब न अरूले समात्दाखेरि डढ्यो, त्यो थाहा भएन। अब भगवान् जानुहोस्, उनीहरूले अब त्यत्रो योजना बनाएर गरेपछि त नि के आफै लागेको त होइन नि त। अनि आफै लागेको त भित्र मरिसक्यो त, ऊ बाहिर निक्लिन्थ्यो त, निक्लिँदैन नि। अब मरिसकेर पुरै डढिसके थाहा हुन्थ्यो। तपाईँले चाहिँ कस्तो अवस्थामा देख्नुभयो उहाँलाई? मैले बाहिर ढलिसकेको थिएँ, म जाँदाखेरि त पुरै गाउँले सबै भरिसकेको रहेछ। अनि त्यहाँ बिचरा मेरो बहिनी छैन, ढलिरहेको छ, बहिनी एक्लै, घरको मान्छे कोही छैन त्यहाँ। अनि त्यहाँ स्वयंमा फोन हाने उठेन, अनि पछि 1 मिनट पछाडि फेरि हानेको बल्ल उठ्यो। अनि त्यहाँ बल्ल त्यहाँ चेकिङ भनौँ न, त्यो उसको लागि पनि आधी घन्टा बढी पछाडि मात्रै आइपुग्यो। तपाईँले खबर गरिसकेपछि प्रहरी पुग्यो? हजुर। बच्चा छ 3-3वटा, 3 बच्चा छ, त्यसलाई के गरेर हुर्काउने कोही छैन। अहिले कोसँग छन् त बच्चा? मसँग घरमा रहेको छ। उनीहरूले पनि त आमा खोज्छन् होला है? मम्मी भने अब हस्पिटल लगेर राखेर भनिरहेको छ, कुनाले के हुनेछ अब त भन्छ होला नि, मम्मी आइन भन्छ होला नि त। अब कति वर्षको छन्? 7 वर्ष भएको छ, यो पुसको 20 गते गरिरहेको। सबै 3 जनै सँगै जन्मेको? तिमीलाई राम लक्ष्मी कतिमा पढ्छन् उनीहरू? प्ले ग्रुपमा होला त्यो मान्छे, प्ले ग्रुप हो कि अब वैशाखमा त 1मा पुग्नुहुन्छ। उहाँलाई मम्मी बित्नु भएको भन्ने थाहा छैन, हस्पिटलमा बिरामी भएको भन्ने थाहा छ। हिजो हामी रोइबसेको थियो।